वेलकम ब्याक। हामी जङ्गलबाट निस्किसक्यौँ। अहिले जङ्गलबाट निस्केर यो गाउँको बाटोमा हिँडिरहेको छौँ। अनि शान्त छ यो गाउँमा, सायद मान्छे नै छैन यो दुनियाँमा भने जस्तो देखिन्छ। वरिपरि हेर्नु सक्नुभयो नि तपाईँले। जेम सर के भन्न चाहन्छ? नै सर के बोल्नुहोस् न। मान्छे नै छैन जस्तो लाग्छ, तपाईँले हेर्नु सक्नुहुन्छ। चारैतिर यस्तो छ, घामको अवस्था यस्तो छ। अहिले करिब कति बज्यो भन्दाखेरि अहिले करिब म घडी हेर्छु है, घडी हेरेर नै बोल्छु है म। 5:32 है, ठ्याक्क 5:32 भयो। अनि यो चाहिँ बारी हो, कसको बारी हो त्यो थाहा छैन। यस्ता धेरै ठुलो प्रोपर्टीहरू छ मान्छेहरूसँग यहाँ। त्यही हो, हामी अगाडि छौँ होइन। यिनी रुखहरू अब पहिला यो 1 महिना अगाडि सब सुक्खा थियो यिनी रुखहरू। अहिले के पलाइरहेको छ यहाँनिर, तपाईँहरू देख्नुहुन्छ। हजुर के पहिलो त्यो ट्याग लगाइरहेको छ जङ्गलभित्र। सायद तिनी रुखहरूलाई चिनो काउन्टिङहरू गरिरहेको होला क्या। अहिलेको मौसम यस्तो छ, क्लियर छ मौसम चाहिँ यस्तो क्लियर हुन्छ। अब यो टर्निङदेखि अगाडि के छ, छिनछिनमै परिवर्तन हुन्छ यहाँ। अनि यो घर चाहिँ कसको थाहा छैन, राम्रै घर होला भित्र, बाहिरबाट जे जस्तो देखियो पनि भित्र केही निक्कै रमाइलो होला यो घरमा, केही छैन। ओ के हो त्यो सर? त्यो बिरालो खरायो होला क्या सर। बिरालो यस्तो कहाँ होला? होइन सर, खरायो क्या सर। हो खरायो सर, यो खरायो। कत्रा भाग्यो क्या है त्यहाँबाट। जङ्गल में मङ्गल हो गई, गाउँ में बिजुली न्याय भन्ने जस्तै ठाउँ हो यो। ठिक छ, तर यहाँ सबै छ है असुविधाहरू। घरको अगाडि पोलहरू, बत्तीहरू, पानीहरूको, अनि यी फुलहरू अहिले यो के फलिरहेछ यहाँनिर। के हो स्टल लेखेको छ हजुर? के हो यहाँनिर स्टल लेखिरहेको छ? यो कहाँ के हो? यो कहाँको हाइवे हो? यो जे जा के भन्छ? जे जहाज हो कि होइन? जागिर जे जरिबा के लेखिरहेको छ यहाँनिर। यो हामी यो सेन्टर पोइन्टमा सुमर के लेखिरहेछ। हामी हो यहाँनिर सेन्टर पोइन्टमा आइरहेको छौँ। यो जङ्गलमै हो है। अनि शान्त चाहिँ सेम नेपाल। नो डिफेक्ट। कहाँदेखि आउँदैछ रोड? अहिले हामी यहाँ आइपुग्यौँ। यो रोडमा को आउँछ, यो दुनियाँमा को हिँड्छ त्यो थाहा छैन। यहाँ स्पिड छ 50 किलोमिटर, 50 CPC छ। यो गाउँको बाटो, उताबाट एउटा गाडी आइरहेछ। हो सर, यता आउनु सर अहिले। अनि उताबाट एउटा गाडी आइरहेछ। घाम यहाँ लागिरहेछ।